ल एकपल्ट उहाँको कुरा सुनौँ है। अब 1000 र 500 को नोट बन्द भएपछि कसलाई रुनुपर्ने अवस्था आउन सक्छ। ल एकैछिन सुनिहाल्नुहोस्। ल खबरदार, बालनले 1000 र 500 को नोट ब्यान्ड गर्दै हुनुहुन्छ। एकदम ठिक डिसिजन गर्दै हुनुहुन्छ। 1000 र 500 को नोट ब्यान्ड गर्नै पर्छ। तिमीहरू काठमाडौँका जग्गा, वीरपाखाका जग्गा चाहिँ बेच्ने, आनाको चाहिँ 15 लाख 20 लाख भन्ने बेच्ने बेलामा, अनि गएर थैली मालपोतमा थैली राखेर पास गर्ने बेलामा आनाको 2 लाखमा पास गर्ने होइन। 1 करोडको जग्गा बेच्ने, 10 लाखमा पास गर्ने, लाभ कर र राजस्व कर दुवै छल्ने, लाभ कर र राजस्व कर दुवै छली गर्दा राज्यलाई 12 लाख 15 लाख छली गर्ने। यसरी व्यापारीले अरबौँको जग्गा किनबेच गर्दाखेरि 20 करोड राजस्व र लाभ कर गरेर छली गर्ने, के छल गर्ने, नतिर्ने, चोर्ने, राजस्व र लाभ कर चोर्ने। अनि त्यस पछाडि त्यो पैसा लगेर कहाँ राख्ने भन्दा घरमा थन्क्याउने, अनि लगेर सहकारीमा राख्ने। अनि सहकारी ठगी भयो मेरो ओहन्नी। अनि सहकारीमा तेरो चाहिँ 1 करोड 2 करोड कहाँबाट आयो? आय स्रोत के हो तेरो? स्रोत चाहिँ के हो भनेर भन्दाखेरि चुप, मौन। तिमीहरू चोरहरूलाई 1000 र 500 को नोट तिमीहरू घरमा चाहिँ कति करोड राखेका छौ तिमीहरूले भन् होइन? 10 करोड 20 करोड 50 करोड 100 करोड अरब मतलब त्यो घोटाला गर्नेहरूले त 1 अरब लगेर राष्ट्र ब्याङ्क लुटेराहरूले त होइन 20 अरब 30 अरब रुपियाँ लुटेर लगेर घर घरमा लुका होइन। अब तिमीहरूको थाङ्ना भए। ब्यान्ड 1000 र 500 को नोट ब्यान्ड। ओ बालन सरकार जिन्दाबाद, बालन सरकार जिन्दाबाद। अब चोरहरूको घरमा चोरेर राखेका, घरमा राखेका पैसा ब्यान्ड। सहकारीमा लगेर, सहकारीमा अरब अरे 87 अरब रे, दुध बेचे पैसा 87 अरब हुन्छ। जम्मै जग्गा जमिन बेचेर राजस्व नतिरेका, करोड 10 करोड तिर्नुपर्ने राजस्व नतिरेका पैसा लगेर सुटुक्क सहकारीमा राख्दा रहेछन्। अनि सहकारीले खाएर हिँड्दो रहेछ। अनि मेरो सहकारी ठगी भयो 1 करोड। कहाँबाट आएको थियो तेरो 1 करोड भन्दा बोल्न नसक्ने। तेरीमा चोरहरूले भरेको देश,